कसैको दुधको चियाबाट भयो होला, कसैको कालो चियाबाट भयो होला। मेरो चाहिँ यस्तो गाउँको अर्ग्यानिक आफ्नै करैचा बारीमा फलेको अर्ग्यानिक चिजहरूबाट सुरु गर्दैछु म। संसारको जुनसुकै गली, जुनसुकै क्षेत्र, जुनसुकै छैयौं बिल्डिङबाट हेर्दै हुनुहुन्छ भने यो भिडियो स्किप नगरी हेरिदिनु होला। हाम्रो नेपालमा फलेको आफ्नै करैचा बारीमा फलेको अर्ग्यानिक चिजबाट सुरु गर्दैछु। जुनसुकै गली, जुनसुकै चोकबाट हेर्दै हुनुहुन्छ भने त्यो भिडियो हेर्नुपर्ने जरुरी हुन्छ। स्किप नगरिकन हेरिदिनु होला। अब म सुरुमा आफ्नै करैचा बारीमा फलेको गाजरबाट सुरु गर्दैछु है त। त्यसपछि नुन थोरै चाटे मैले हैन। ओहो, त्यसपछि आफ्नै करैचा बारीमा फलेको अदुवा टोके मैले। त्यसपछि आफ्नै करैचा बारीमा फलेको गाजरको भन्नु। कौन है ये लोग, कहाँ से आते हैं? धनिया, त्यसपछि आफ्नै साइली आमाले पारेको कोदोको झोल मनतातो है। के भनेको थियो अघि? खत्म, बाय बाय, टाटा, गुड बाय, गया।